हेलो गाइज, गुड मर्निङ। हजुरहरूलाई स्वागत छ मेरो क्षेत्रीय भ्लगमा। हजुरहरू सञ्चारमा हुनुहुन्छ कि कस्तो हुनुहुन्छ? म चाहिँ सञ्चारमै छु। म चाहिँ आज बिहान 5 बजे उठेर, अरू दिन 9 बजे उठ्ने मान्छे आज चाहिँ 5 बजे किन उठ्यो होला त? म पुरा भिडियो हेरेपछि थाहा पाइहाल्नुहुन्छ। ब्रसमा कुल्केट लगाइसकेपछि मैले चाहिँ एकदम भयभरको जोर लाएर खोटेँ अनि दाललाई सेतो बनाएँ। सामान चाहिँ मैले फाइनली साँझै प्याक गरिसकेको। त्यसपछि कपडा सपडा लाएर म रेडी भएर लागेँ म बस पार्कतिर। बस पार्कतिर जानुभन्दा पहिला चाहिँ एकचोटि ब्याङ्कमा जानुपर्ने थियो। ब्याङ्कमा पैसा सैसा निकाल्नु पर्यो। त्यही भएर म ब्याङ्कमा गएँ, पैसा सैसा निकालेँ अनि फेरि लागेँ म बस पार्कतिर। बिहानको नजारा यस्तो थियो। बस पार्कभित्र इन्ट्री गरिसकेपछि आफू जाने सामान राखेँ अनि सामान राखिसकेपछि भित्र गएको सामान मान्छे थिएन कोही पनि, तर सामान चाहिँ यत्रो आमामा केयर नि हो। सामान चाहिँ उल्कै थियो। तर म बाहिर आएँ, बाहिर आएर टिकट काट्न लागेँ। 800 टिकटमा 900 काटिदिएको। के कुरा मिलाएर लागेँ म फेरि आफ्नो गन्तव्यतिर। गाडीमा निदाएछु। कति मिठो निद्रा लागेको, कति दिनको निद्रा रहे जस्तो हो। मोबाइलमा चार्ज हालौँ भनेर पावर ब्याङ्क हिजो रातभरि चार्ज गरेर राखेको। पावर ब्याङ्कमा त चार्ज नै छैन। हे भगवान्, कर्म नै यस्तै हो कि के हो भनेर मैले फेरि टाउको कनाएँ एकचोटि। कर्ममा यस्तै हो क्या, जे गर्दा पनि उल्टो हुने, जस्तो गर्दा पनि नहुने। जे सोच्यो त्यसको ट्याक्कै उल्टो हुने। जे हुनुभएको जात मेरो गएको भने जस्तो हट्टा बबाल भने। पीडा दिलमा मान्छे चिलमा हो हामी सधैँ भन्दै चार्ज नभएको मोबाइललाई पनि थिची भिडियो बनाउन चाहिँ मैले छोडिनँ। आफ्नो जन्म पुर्ख्यौली गाउँ देखेपछि होला एकदमै एक्साइटेड लागेको। अनि हेर्नु न आम्मामा, रातै भएर फुलिरहेको लाली गुराँस। वाउ, यस्तो दृश्य निहाल्दै फेरि म आफ्नै मस्त पारामा त्यो चिरमा थियो फेरि है। हेर्दा हेर्दै घर नजिकै पनि आइपुग्यो गाइज। फाइनली गाइज हाम्रो घर त्यही हो। कहीँ लाउरे जस्तै देखिया थिएँ, पुरा सुर्खेस भिडेर। घरमा पुगिसकेपछि भाइको पाल काट्न गयौँ अनि भाइको पाल साल काटिसकेपछि घरमा आयौँ। यता मम्मीले चाहिँ सिस्नो टिप्दै हुनुहुन्थ्यो। आज चाहिँ फाइनल्ली सिस्नो र मकैको रोटी खाने भयो। यस्तै यस्तै भिडियो हेर्नलाई च्यानललाई लाइक अनि कमेन्ट सब्सक्राइब गर्न नबिर्सिनु। थ्याङ्क्स फर वाचिङ नेक्स्ट भिडियो।